के तपाईले कहिले जीवनमा हार महसुस गर्नुभएको छ भने आउनुहोस् परमेश्वरको वचनबाट शान्ति, उद्देश्य र अटल आशा विश्वास खोजौं। जय मसीह, म निशान बस्नेत। आजको सन्देशमा परमेश्वरलाई पहिला राख्नुहोस्, पुट गॉड फर्स्ट भन्ने विषयमा हेर्नेछौँ। हिब्रू प्रदेश 3:5-6 हामीले हेर्यौँ भने आफ्नो सारा हृदयले उहाँलाई भरोसा राख र तेरो समशक्तिमा भर नपर। आफ्नो सारा मार्गमा उहाँलाई सम्झी र उहाँले नै तेरो सारा मार्ग चाहिँ सोझो तुलाइदिनुहुनेछ। हो प्रियहरू, हामीले चाहिँ अब्राहम, अयुब, दाउदलाई हेर्यौँ भने उनीहरूले जहिले पनि जे गर्दा पनि परमेश्वरलाई पहिलो स्थान दिन्थे। हो प्रियहरू, हामीले चाहिँ परमेश्वरलाई पहिलो स्थान दिनुपर्ने हुन्छ। हाम्रो फर्स्ट प्रायोरिटी चाहिँ परमेश्वरलाई दियो भने चाहिँ अनि त्यसपछि चाहिँ हामीले आफ्नो दिनहुँ जीवनमा चाहिँ असल कुराहरू भइरहेको देख्न सक्छौँ। त्यही भएर हामीले चाहिँ पहिलो स्थान चाहिँ परमेश्वरलाई दियौँ। फर्स्ट प्रायोरिटी चाहिँ हाम्रो परमेश्वरलाई होस्। अनि त्यसै गरी जब हामी चाहिँ आफ्नो सारा हृदयले चाहिँ उहाँलाई भरोसा राख्छौँ नि, पुरा हृदयले चाहिँ केही नसोचिकन उहाँलाई भरोसा राख्छौँ नि, त्यसपछि चाहिँ उहाँले चाहिँ हाम्रो सारा मार्गहरू सोझो तुलाइदिनुहुनेछ प्रियहरू। त्यही भएर हाम्रो मार्गहरू सोझो तुलाइदिनेछ भने, हामी असल बाटोमा हिँड्नु छ भने फर्स्टमा चाहिँ हाम्रो पहिलो स्थान, हाम्रो पहिलो ध्यान, हाम्रो पहिलो प्राथमिकता चाहिँ परमेश्वर हुन जरुरी छ। जब परमेश्वर हाम्रो पहिलो स्थान हुनुहुन्छ, पहिलो हामी प्राथमिकता हुनुहुन्छ नि, त्यसपछि चाहिँ हामीले उहाँबाट चाहिँ धेरै आशिषहरू पाउँछौँ। त्यही भएर प्रियहरू, फर्स्ट प्रायोरिटी चाहिँ हाम्रो गॉड हुन जरुरी छ। हाम्रो बोलीमा हामी जब बोल्दै गर्छौँ पहिलो स्थान चाहिँ परमेश्वरलाई दिउँ। हामी जब नयाँ काम गर्दै गर्छौँ पहिलो स्थान चाहिँ हाम्रो परमेश्वरलाई दिउँ। हामी जे पनि गर्छौँ नि प्रियहरू, त्यो पहिलो स्थान चाहिँ परमेश्वरलाई हामीले दियौँ भने, पहिला परमेश्वरलाई राख्यौँ भने चाहिँ त्यो कामहरू चाहिँ सफल हुन्छ प्रियहरू। त्यही भएर हाम्रो फर्स्ट स्टेप भनेको, पहिलो चरण भनेको नै परमेश्वरलाई चाहिँ जे गर्दा पनि अघि सार्ने। जब हामी परमेश्वरलाई चाहिँ अघि राख्छौँ नि प्रियहरू, त्यसपछि चाहिँ हाम्रो जीवन चाहिँ सुन्दर भएको हामी पाउँछौँ है। अनि परमेश्वरले नै हाम्रो जीवनलाई चाहिँ सुन्दर बनाउनुहुन्छ। सो द्याट्स व्हाई हामी चाहिँ आफ्नो पहिलो प्राथमिकता, पहिलो चरण अनि पहिलो त्यो काम चाहिँ परमेश्वरलाई राखौँ। हामी जे पनि गर्छौँ परमेश्वरमै भएर गरौँ र परमेश्वरलाई अघि सारौँ। त्यही भएर प्रियहरू, हामी चाहिँ पहिलो स्थान परमेश्वरलाई दियो भने हाम्रो भविष्य, हाम्रो हरेक कुराहरू सुन्दर हुन्छ। It's complicated, so complicated when